आज चैत 15 गते तिनकुने र प्रदर्शनी मार्गमा आन्दोलन चलिरहेको छ। म नयाँ राजाहरूको नयाँ लुगाबाट एउटा वाचन गर्दैछु। खेत छोडेर क्रान्ति। जाउलो खान चामल चाहिन्छ, खेत बाँझो पारेर के पो पाइन्छ। एउटो गोरु तारा टिप्न भनेर 7 सालमै खेत छोडेर चौरमा रमायो। बन्दुक बोक्यो, बिरालो मार्नुलाई शिकार सोच्यो। झण्डा समायो, परिवार र पखेटाको नारा लगायो। तर खेत चटक्कै छोडियो, डुक्रने खेती समायो। अर्को गोरु आयो, त्यही लय समायो। हँसिया खेतमै फाल्यो, हतियार फेरि समायो। सर्वहाराको गीत गायो, तर फिटिक्कै बाँडेन। भेटे जति ट्याङ्कीमा हाल्यो, आफै मात्र खायो। रैतीको ढाडमा टेक्यो, महाराजकै भजन गायो। त्यसैले आज युवाहरू आऊ, खेतमा ओर्ल, फेरि सबै औजार समाऊ। धपाऊ यी बुख्याचा बुढा गोरुहरूलाई, अनि आफै हलो समाऊ। आफै जोत, उमार, काट, खाऊ, रमाऊ। आफ्नै सिप र गुँडहरूको भकारी भर। कुनै सडक र सभामा कहिल्यै कतै नजाऊ। घर र परिवार सोच, आफ्नै बारी बनाऊ। आफ्नै घर बलियो बनाऊ र जोगाऊ। खेतमा खुट्टा टेक, हलो हँसिया खेतमै सम्हाल, अनि तारा टिप्न नि हाम नफाल। आऊ युवाहरू आऊ, जागौँ नभागौँ, खेत खनौँ, भकारी भरौँ। फल्ने खेतमा पसौँ, अझै पनि खोलमा झुक्किएर कुहिएको जिनिसमा नफसौँ। धन्यवाद।